प्रगति तिमी कहाँ हिँडेको म आन्टी बुजूको घरमा हिँडेको किन आन्टी बुजूको बर्थडे हो त्यही भरि है आज आन्टी बुजूले तिमीलाई इन्भाइट गरेछ क्या बर्थडेमा यही चाहिँ हामी हिँड्यौँ है आन्टी बुजूको घरमा पुगी पनि सक्यौँ। बाजे के गर्नुभएको बाजे? यहाँ चाहिँ छ डिग डिग, यहाँ चाहिँ आन्टी बुजूको बर्थडे हो आज। अनि त्यसपछि यहाँ चाहिँ खाना पाक्दैछ अनि यहाँ चाहिँ सलादको लागि रेडी हुँदैछ, काँक्राहरू छिलाइ हुँदैछ। अनि यहाँ चाहिँ छ प्रगति, अलमोस्ट सलाद रेडी हुन थाल्यो। यही चाहिँ ईशानी पनि आइपुगी। ईशानी चाहिँ धेरै एक्साइटेड चाहिँ आन्टी बुजूको बर्थडेमा आउनुको लागि। डिगडिगलाई चाहिँ धनियाँ लिनु पठाएको अरे, हेर न धनियाँ यत्रो ठुल्ठुलो बुढो धनियाँ लिएर आएछ। अनि सलाद पनि रेडी भइसक्यो, यहाँ प्याज टमाटर सबै काटिसकेर काँक्राहरू। अनि यहाँ चाहिँ आलु फ्राई हुँदैछ। अनि यो चाहिँ हो आन्टी बुजूको केक। आन्टी बुजू चाहिँ 50 इयर्स हुनुभयो। अनि त्यसपछि यहाँ बाजेले चाहिँ राहुललाई खाना दिनुहुँदैछ। राहुल ड्युटी जानुहुन्छ र ढिलो हुन्छ भनेर फटाफट खाइहाल्नु भयो। त्यसपछि म चाहिँ गएर यहाँ आन्टी बुजू चाहिँ पान खेलाउनु हुँदैछ, म चाहिँ आलु फ्राई गरिदिँदैछु। अनि सानो बेबीले हाल्नु न यहाँ कोने डेकोरेसन चाहिँ यत्तिको भएछ। अनि अहिले हुँदैछ, मान्छेहरू आउन थालेछन्, अब भिड हुन्छ एकछिनमा। अनि यहाँ बाजे अनि यहाँ चाहिँ आन्टी बुजूको फोटोसुट हुँदैछ, हेर्न सक्नुहुन्छ। केक लिएर हाँसी मजाक चलिरहेको छ, रमाइलो भइरहेको छ। बर्थडे गर्ल चाहिँ एकदमै राम्ररी देखिनु भएको छ। यहाँ चाहिँ फोटोसुट पनि भइसक्यो, अब केक कटिङको पालो आयो। केक कटिङको अगाडि यहाँ चाहिँ प्रे गरिन्छ। अनि प्रे गर्नुभन्दा अगाडि यहाँ हेर्नु न मस्ती चलिरहेको छ। नानीहरूलाई लिएर फोटोसोटो खिच्यो। अब प्रे थोर बुढाबुढी पनि फोटो खिच्नुहुन्छ। यहाँ मस्ती हेर्नु न अङ्कलको, यहाँ ईशानीको नक्कल गर्नुहुँदैछ क्या अङ्कलले चाहिँ। ईशानीले यस्तरी गरेर फोटो खिच्छ भनेर यहाँ हेर्नुहोस् न, डिटो ईशानी जस्तो फोटो खिच्नु भएको छ पुरा। हर फोटोमा फेरि यस्तै दिनुभएको छ नि, एउटा राम्रो फोटो दिनु भएन। क्या कमेडी अङ्कल हुनुहुन्छ नि फेरि, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले भिडियोमा। अब यहाँ पालो आयो प्रेको। केक काट्नुभन्दा अगाडि यहाँ केही चिज गर्नुभन्दा अगाडि यहाँ चाहिँ प्रे गरिन्छ। यहाँ चाहिँ केक कटिङ पनि भइसक्यो। अनि पालो आयो पहिला हस्बेन्डजीलाई खुवाउने, अनि हस्बेन्डजीलाई चाहिँ खुवाइसक्नु भयो आन्टीले। अनि हल्का मस्ती मजाक पनि चल्दैछ। अनि नानीहरू सबैजनालाई केकहरू खिलाएर अब आयो डिगडिगको पालो। डिगडिगले पनि खाइसक्यो। अनि प्रगतिको पालो, अनि त्यसपछि चाहिँ आयो ईशानीको पालो। ईशानीले खाइसक्यो, यहाँ केक खाएको हेर्नु न त। के खाएको कसको बर्थडे हो? सो आजको भिडियो चाहिँ यति नै हो। अब हामी भेट्यौँ फेरि अर्को भिडियोमा। बाई बाई, टेक केयर, थ्याङ्क यू फर वाचिङ।